नमस्कार, अपन समाचारमा स्वागत छ। अब हेडलाइन्स। महतरीको लोहारपट्टीमा एक बालकको मृत्यु, सिराहामा मोटरसाइकल दुर्घटना, 3 जनाको मृत्यु। प्रत्येक वर्ष चैत्र तृतीया तिथिदेखि सुरु हुने चैती छठ आजदेखि मिथिलाञ्चलमा विविध रूपमा सुरु। राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु। सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा। रसुवा स्थित 14.8 मेगावाट क्षमताका र जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालय परिपत्रलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश। अब समाचार विस्तारमा। महतरीको लोहारपट्टी नगरपालिका 5 मा मुस्लिम परम्परा अनुसार खतना गर्ने क्रममा 2 महिने शिशुको मृत्यु भएको छ। स्थानीय आशिक शेखका 2 महिने छोरा फिरोज शेखको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महतरीले जनाएको छ। मुस्लिम परम्परा अनुसार खतना लिङको टुप्पो बाहिर छाला काटिएको कारणले गर्दा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महतरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिने। शिशुको उपचारको क्रममा जनकपुर स्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो। इस्लाम धर्म अनुसार खतना गर्ने क्रममा अत्याधिक रक्तस्राव भएको थियो। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए। मुस्लिम समुदायमा खतना अनिवार्य मानिन्छ। सिराहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 3 जनाको ज्यान गएको छ। आज सिराहाको लहान नगरपालिका 13 भोटियाटोल चोक नजिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ बिस्कुट बोकी जाँदै गरेको ना 3 ख 7774 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स 9 प 7378 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 3 जनाको घटनास्थलमा ज्यान गएको थियो। 3 जना मोटरसाइकललाई सवार थिए। ज्यान जानेमा लहान नगरपालिका 4 बस्ने वर्ष 26 का कृष्ण सहनी, वर्ष 26 का शिवकुमार सहनी र वर्ष 25 का मनोज मण्डल छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि लहान स्थित राजकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरले पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। रौतहटको देवाही गुनाही नगरपालिका 3 देवाही टोलमा आएको हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार बिहान आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती 66 वर्षीय रमखरिया देवी रामको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बन्द्री पौडेलको अनुसार रौतहटका अनुसार घरको उडाएको घरको टाली खसेर उनको मृत्यु भएको थियो। हावाहुरीसँगै आएका असिना पानीले स्थानीयका घरहरूका छाना उडेका छन् भने रुखहरू ढलेका छन्। त्यस्तै विद्युतका पोलहरू ढलेको प्रहरले जानकारी दिएको छ। 27 जनाको ज्यान जाने गरी हावाहुरी आएको 2 साता नपुग्दै 12 मा मंगलबार बिहान पुनः असिना पानी सहित हुरी आएको छ। हुरीले एसईका साथै जनजीवन प्रभावित भएको छ। असिना पानी सहित आधा घण्टासम्म आएका हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ। करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको स्थायी प्रहरी पोस्ट मधुवनको छानो उडाएको छ। छानो उडाउँदा प्रहरी प्रभावित भएका छन्। प्रहरीले एसई परीक्षा प्रभावित भएको प्रहरीले जनाएको छ। यसअघि बाराको फेटा गाउँपालिका लगायत स्थानमा हावाहुरी जाँदा 27 जनाको ज्यान गएको थियो। पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो। त्यहाँको अवस्थाबारे भने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। मिथिलाञ्चलमा आजदेखि चैते छठ पर्व विधिवत रूपमा सुरु भएको छ। 4 दिनसम्म मनाइने चैते छठ पर्वको पहिलो दिन आज व्रतालुहरूको नुहाएर चोख्ने खाने चलन छ। यसपटक चैते छठ पर्वको दोस्रो दिन अर्थात् भोलि बुधबार खर्ना, तेस्रो दिन बिहिबार पर्वको मुख्य दिन सौझकारक र चौथो दिन शुक्रबार पारण रहेको छ। चैत्र छठ पर्वको नुहाई खाएको भोलिपल्ट पश्चिमीका दिन खर्ना पर्व मनाइन्छ। खर्नाको अवसरमा व्रतालुहरूले निराहार उपवासमा बसी साँझपख खष्टी देवीलाई प्रसाद चढाई खाने गर्दछन्। प्रसादमा खिर, केरा, दूध एवं विभिन्न प्रकारको फलफुल चढाइने गरिन्छ। पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरूले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्दछन्। अर्घमा मुला, उखु, भण्टा, ठकुवा, भुसवा,
केरा नरिवल लगायतका सामग्रीहरू चढाउने गरिन्छ। सन्ध्या अर्घ पश्चात रातभरि व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ। कार्तिकमा मनाइने छठ पर्व जतिको सङ्ख्यामा श्रद्धालुहरू जनहरू नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। अब समाचारमा व्यावसायिक विश्रामपछि राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु। सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा। रस्वास्थित 14.8 मेगावाट क्षमता र जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालय परिपत्रलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। पार्टीको वैशाख 7 र 8 र 9 गते तोकिएको समयमा राष्ट्रिय महाधिवेशन हुने अवस्था नरहेको निष्कर्षमा पुगेको राष्ट्रिय जनता पार्टी नेपालले त्यसलाई सार्ने मिति लगायतका विषयमा केन्द्रीय भएर छलफल गर्न अध्यक्ष मण्डलको बैठक बोलाएको हो। काठमाडौँको बबरमहल स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा महाधिवेशनको तयारी नपुगेकाले त्यसको मिति सार्ने विषयमा केन्द्रित भएर छलफल भइरहेको पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो। खास गरेर हाम्रो चाहिँ महाधिवेशन गर्नुपर्ने तीव्र बनाउँदै जाँदा ठ्याक्कै चाहिँ 12 वर्षमा चाहिँ विपद आयो, जसमा चाहिँ पुरै पार्टीको र्याङ्क एन्ड फाइल सबै अध्यक्षहरू त्यता व्यस्त हुनुभयो। जस कारणले गर्दा यो बिचमा 20-25 दिनको टाइम यतिकै हाम्रो बित्यो। त्यस कारणले अब यसलाई कसरी व्यवस्थित गर्ने, कसरी निर्धारित समयमै गर्ने भन्ने विषयमा चाहिँ छलफल प्रारम्भ भएको छ। सँगसँगै अब वैशाख 7 गते हाम्रो पार्टीको स्थापना दिवस पनि हो। के गर्ने त्यही डेटमा अब महाधिवेशनको डेट पनि छ। यी सबै कुरालाई कसरी व्यवस्थित गर्ने भन्ने सवालमा बैठक केन्द्रित छ र आज र भोलि बैठक भएर यसमा थप चाहिँ एउटा निष्कर्षमा पुगिन्छ। फोरमसँगको एकताको विषयमा पनि छलफल होला, किनकि उहाँहरूले फेरि पनि पत्र पठाउनु भएको छ। यसअगाडि उहाँहरूले पहिलोचोटि पत्र पठाउँदा हामीले जवाब फर्काएका थियौँ। त्यसपछि फेरि अस्ति चाहिँ उहाँहरूले पत्र पठाउनु भएको छ। त्यो पत्रको विषयमा पनि छलफल हुन्छ। त्यो पत्रको जो जवाब पठाउने कुरा हुन्छ त्यसमा हामी पठाउँछौँ। एकीकरणको सन्दर्भमा हामी पनि सकारात्मकै छौँ। खास गरेर हाम्रो चाहिँ बैठकमा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गर्ने विषयमा पनि छलफल हुने महासचिव झाले बताउनुभयो। सङ्घीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण गर्न तयार रहेको पत्र पठाएपछि त्यसको जवाफ दिने विषयमा पनि बैठकमा छलफल हुने एजेन्डा तय गरिएको राष्ट्रिय जनता पार्टी नेपालले जनाएको छ। सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिब नागरिकलाई पनि 1 लाखको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गर्नुभएको हो। नेपाल आँखा अस्पतालको 45औं वार्षिक साधारण सभालाई मङ्गलबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्चालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई देशभर सञ्चालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिनुभयो। सरकारले 70 वर्ष नागेका वृद्धलाई 1 लाखको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ। रूपमा र सर्वव्यापी रूपमा गराउने प्रक्रिया सम्बन्धी कार्यविधि कानुन सबै तयार भइसकेको छ। अब हामीले विगतमा सुरु गरिएका कुनै क्षेत्र कुनै ठाउँ विशेषबाट सुरु गरेका अथवा जिल्ला विशेषबाट सुरु गरिएका स्वास्थ्य बिमाका कार्यक्रमहरूलाई हामीले मुलुकभरि लैजाँदैछौँ र छिटै नै यसले मुलुकव्यापी स्वरूप पनि प्राप्त गर्नेछ। रु 1 लाखसम्मको स्वास्थ्य बिमा 3500 रुपियाँमा हुने अहिलेको व्यवस्था छ। 70 वर्षभन्दा माथिको वृद्धहरूले को जुन स्वास्थ्य बिमा हुन्छ 1 लाख रुपियाँको, त्यसको प्रिमियम सरकारले तिर्दिन्छ। अब छिटै नै हामी मुलुकमा निरपेक्ष गरिबीमा रहेका मान्छेहरूको सङ्ख्या यकिन गर्ने क्रम सिद्धिँदैछ। केही महिना लाग्ला, त्यसलाई 5-7 महिना लाग्ला। त्यसपछि निरपेक्ष गरिबीको रेखामुनिका परिवारहरूलाई पनि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बिमाको माध्यमबाट त्यस्तो परिवारहरूलाई पनि हामीले स्वास्थ्य बिमा गर्दा निःशुल्क उहाँहरूको चाहिँ निःशुल्क बिमा हुने र त्यसको प्रिमियम बाबतको लागत चाहिँ सरकारले बेहोरिदिने त्यो प्रोग्राम पनि हामीले ल्याएका छौँ। तर जबसम्म स्वास्थ्य सेवा दिने संस्थाहरू गुणस्तरीय, बलिया र भरपर्दा हुँदैनन्
पैसा भएर अथवा सरकारको स्वास्थ्य बिमा योजना लागू भएर र सरकारले सहयोग गर्छु भनेको भरमा केही पनि हुँदैन। सेवा दिने संस्थाहरू बलियो हुनु पर्यो। त्यो सबै योगदान अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरूको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गर्नुभएको छ। नेता सिटौलाले पार्टीभित्र विभाग गठनमा समेत भागबण्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताउनुभयो। जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इमानदार सक्षम व्यक्तिहरूलाई किनारमा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ भन्ने प्रश्न पनि गर्नुभयो। नेता सिटौलाले युवाहरू सक्षम र इमानदार भए पनि पार्टी नेतृत्वले सधैँ किनारमा पुर्याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो। उहाँले संवैधानिक आयोगहरूको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्नु नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना पनि गर्नुभयो। हो र होइन भन्ने आधारमा जिम्मेदारी बाँड्न दिँदैन। पार्टीको एकता कसरी हुन्छ? पार्टीमा धेरै युवा पङ्क्ति माथि बढिसकेको छ जसले हामीभन्दा धेरै काम गर्न सक्छ। मेरो विश्वास हो धेरै युवाहरू छन् जो हामीभन्दा इमानदार छन्, हामीभन्दा क्षमतावान छन्। आज ज्येष्ठताको नाममा सबै युवाहरूलाई किनारा लगाइदिने हो अनि आफ्नो पकेटको मान्छेको नाममा यो पार्टीमा योगदान पुर्याएका अहिले पनि योगदान दिने क्षमता भएका मानिसहरूलाई किनारामा पुर्याइदिने हो। आफ्नै साथीलाई अपमान गरेर सम्मान खोज्न सकिन्न। अरूबाट जे आफू खोज्ने हो आफूले उनीहरूलाई त्यस्तै व्यवहार गर्ने, यही हो लोकतन्त्र। म भन्छु तिमी मान भनेर लोकतन्त्र हुँदैन। तिम्रो अधिकारको म ग्यारेन्टी गर्छु भनेपछि मात्रै आफ्नो अधिकारको सुरक्षा हुन्छ। नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएको कारण पार्टी आज कमजोर अवस्थामा पुगेको पनि स्पष्ट पार्नुभयो। नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पतालमा भर्ना भएका छन्। नेता नेपाल विगत 3 दिन अघि स्वास्थ्य भएपछि त्रिवी शिक्षण अस्पताल भर्ना भएका हुन्। नेता नेपाल अस्पताल भर्ना भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो। 3 दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ। नेता नेपाल केही दिन अघि 12 पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। त्यही क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो। सरकारले सान्जेज माथिल्लो जलविद्युत आयोजना र सान्जेज जलविद्युत आयोजनाको शेयरका लागि पनि आवेदन खुला गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित 14.8 मेगावाट क्षमताका सान्जेज माथिल्लोको जलविद्युत आयोजना र 42.5 मेगावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको जानकारी गराएको हो। जनताको जलविद्युत कार्यक्रम अन्तर्गत यी दुईवटा आयोजना थप गरी सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको पनि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुलले जानकारी दिनुभयो। प्रभावित व्यक्ति शेयर सङ्कलनको लागि शेयर आवेदनको लागि आजै सार्वजनिक सूचना भइसकेको जानकारी म यहाँहरुसँग दिन चाहन्छु। र यसमा पहिलो अपर त्रिशुली 3B हामीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत अगाडि बढायौं र अहिले यो दोस्रो र तेस्रो आयोजनाको रूपमा दुईवटा आयोजनाहरू सार्वजनिक गरेका छौं। यस अगाडि हामीले अरु नै आयोजना दोस्रो र तेस्रो हुन सक्छ भनेका थियौं, तर हामीले जनताको जलविद्युत कार्यक्रमको सूची 19 वटा सूचीमा परिवर्तन गरेर संशोधन गरेर दुईवटा आयोजना पनि थपेर 21 वटा पुर्याएका छौं। त्यस अन्तर्गत रसुवागढी 111 मेगावाट र सान्जेन 57 मेगावाट आयोजनाहरू यसमा संलग्न गरिएको छ र यसलाई हामीले यो जनताको लगानी भएको हुनाले त्यसमा पनि साना साना लगानीकर्ताहरू थोरै पैसालाई चाहिँ हामी सङ्कलन गरेर लगानी योग्य बनाउने र सके 15% शेयर सर्वधारणका लागि छुट्याएको दुवै जलविद्युत आयोजनाको 45,75,000 बराबरको शेयर प्रतियोगिता सहयोगका दरले भर्न पाउनेछन्।
सरकारले जनताको ससाना पुँजी सङ्कलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यसअघि त्रिशुली जलविद्युत आयोजनाको सेयर आह्वान गरेका थिए। सान्जेल माथिल्लो जलविद्युत आयोजनाको 2 अरब 22 करोड र सान्जेल जलविद्युत आयोजनाको 5 अरब 2 करोड बजेट लाग्ने अनुमान गरिएको छ। महानगरीय प्रहरी प्रभाग बलमुमबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित 2 जनालाई पक्राउ गरेको छ। आज बिहान काठमाडौँ चन्द्रगिरी नगरपालिका 1 सृजना चोकबाट बा 34 प 1102 नम्बरको मोटरसाइकलबाट चालक मकवानपुर थाहा नगरपालिका डाँडे घर भई बस्ने वर्ष 22 को लालकुमार बमजन र पछाडि सवार वर्ष 22 को दीपक स्याङताङलाई चेक जाँचको क्रममा दीपक स्याङताङले बोकेको कालो खैरो झोलाभित्र हरियो खैरो प्लास्टिकभित्र सेतो टेपले बाँधी राखिएको 2 किलोग्राम पोलाइड नामक लागुऔषध बरामद गरेको छ। उक्त लागुऔषध सहित 2 जना र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा र स्वस्थित 14.8 मेगावाटका क्षमता जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिने गृह मन्त्रालय परिपत्रलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश। विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी प्रसङ्ग। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन बन्द गरेको छ। नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरूले भने प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्। महेन्द्र चोकमा जम्मा भएका युवाहरूले केपी ओली मुर्दाबाद, गृहमन्त्री राजीनामा दिन लगायतका नारा लगाएका हुन्। हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेको थियो। त्यस आधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो। तर सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको हो। जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्रलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ। सरकारमै सहभागी सङ्घीय समाजवादी फोरम नेपाल निकट युवा र विद्यार्थी सङ्गठनमा आबद्ध नेता कार्यकर्ताहरूको सहभागितामा वीरगञ्जमा प्रबन्धन गरेका हुन्। फोरम नेपालको वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वर यादवको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा भएको प्रदर्शनमा सहभागीले सर्वोच्च अदालतको निर्णय मधेस विरोधी भएका बताएका थिए। उनीहरूले सर्वोच्चको आदेश खारेज हुनुपर्ने र रिट दायर गर्नुपर्ने, अधिवक्तालाई कारबाही गर्नुपर्ने माग राखे। उनीहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताबाट वञ्चित गर्न पाइँदैन, नागरिकता विरोधी आदेश खारेज गर, नागरिकता विरोधी वकिलमाथि कारबाही गर, गृह मन्त्रालयले नागरिक सम्बन्धी जारी गरेको सर्कुलर लागू गर लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए। वीरगञ्जको घण्टाघरमा उनीहरूले सर्वोच्च अदालतका आदेश विरुद्ध केही बेर प्रदर्शन समेत गरे। प्रदर्शनका क्रममा युवाहरूले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउनुपर्ने माग राखेका थिए। महानगरीय प्रहरी प्रभाग गोङ्गुबाट खटिएको प्रहरी टोलीले चोरीको गाडीसहित 1 जनालाई पक्राउ गरेको छ। आज ललितपुर ग्वारकोबाट बा 64425 नम्बरको डिआई गाडी चोरी भएको भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोलबाट खबर प्राप्त भए खटी प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 26 नयाँ बस पार्क आकाशे पुल मुनि चेक जाँच गर्ने क्रममा आज माछापोखरीबाट विजय महलतर्फ आउँदै गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको छ। चालक ललितपुर महालक्ष्मी नगरपालिका 14 बस्ने कमल महर्जन समेतलाई पक्राउ गरिएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। दोलखा केन्द्रबिन्दु भएर मङ्गलबार भूकम्प गएको छ। दिउँसो 1:05 जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का 4.2 रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरूमा समेत महसुस भएको बताइएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। महोत्तरीको लोहारपट्टीमा 1 बालकको मृत्यु, सिरहामा मोटरसाइकल दुर्घटना 3 जनाको मृत्यु।
प्रत्येक वर्ष चैत्र तिथिदेखि सुरु हुने चैती छठ आजदेखि मिथिलाञ्चलमा विधिवत रूपमा सुरु। राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु। सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा। रसुवा स्थित 14.8 मेगावाट क्षमताका र जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालय परिपत्रलाई कारण नगर्न सर्वोच्च अदालतको आदेश। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।